युकेमा एकदमै नराम्रो नराम्रो घटनाहरू भइरहेछ हैन। यो हाम्रो बाबुलाई चाहिँ कारले हानेर कार चाहिँ कुद्यो अरे स्टुडेन्ट एउटा 20 वर्षको स्टुडेन्ट बाबुलाई चाहिँ हैन युबिन तामाङलाई चाहिँ कारले हानेर कुदेछ। त्यो स्टुडेन्ट बाबु चाहिँ अस्ति 18 तारिक चाहिँ 18 तारिकको बेलुका चाहिँ ड्युटी गएर आएको क्रममा चाहिँ कारले हानेर चाहिँ अब कार कुद्यो हैन। अब बेलामा उपचार नि भएन स्पोर्ट भन्दा पनि हस्पिटलमा चाहिँ बाबुको मृत्यु भएछ हैन। म चाहिँ युकेमा बस्ने सबै आमाहरू र जो पनि स्टुडेन्टमा आउनु भएको भाइ बहिनी दाजुभाइ दिदी बहिनीहरू जो पनि युके भर्खर आउनु भएको छ भने तपाईलाई के रिक्वेस्ट गर्छु भने अहिले अब समरमा चाहिँ भोलि पर्सि 11 बजेसम्म घाम लाग्छ। अहिले चाहिँ अब हिजोदेखि टाइम पनि चेन्ज भएको 1 घण्टा टाइम चेन्ज भएको छ र युकेमा चाहिँ 2 बजे रात पर्न थाल्छ हिजो आज चाहिँ। अनि त्यही भएर तपाईहरु यदि साँझमा हिँड्नुहुन्छ कहीँ कतै वकिङ र कामबाट ड्युटी जाँदै हुनुहुन्छ आउँदै हुनुहुन्छ भने तपाईहरुले चाहिँ यस्तो हाई बिजी यस्तो खालको एउटा कोट अथवा यस्तो खालको एउटा भेस्ट खोजेर चाहिँ लाएर रोड क्रस गर्नु होला र रोड क्रस गर्ने क्रममा पनि एकदमै विचार गरेर क्रस गर्नु होला हैन। यहाँनिर युकेमा त्यो दुईटा पारी र वारी दुईटा भकुण्ड जस्तो हुन्छ नि बल जस्तो हुन्छ नि हैन। त्यहाँनिर पनि स्टुपिड ड्राइभरहरु चाहिँ यसरी नै कुदिरहेको हुन्छ है। बौलाहरू चाहिँ अब धनले मातेकाहरू हैन कोही रक्सीले मातेकाहरू। त्यही भएर चाहिँ त्यहाँ पनि वेट गर्नु है। जेब्रा क्रसिङमा पनि वेट गरेर मात्रै क्रस गर्नु होला जताततै चाहिँ पटक्कै क्रस नगर्नु होला हैन। बाबुलाई हाम्रो बाबु स्टुडेन्ट बाबुलाई चाहिँ एकदमै स्वर्गमा बास होस् हैन। सपनाको सागर हो यहाँनिर हैन। स्टुडेन्टमा आएर पढेर केही गर्छु भने सपना अधुरै रह्यो हैन। एकदम दुःख लागेको छ। हार्दिक श्रद्धाञ्जली बाबुलाई र सबैलाई सजेसन चाहिँ रोड क्रस गर्दा चाहिँ एकदमै याद गरेर गर्नु होला। र अर्को चाहिँ ड्राइभर प्लिज ड्राइभर भएपछि त ड्राइभर हुनु होला हैन। नो ड्रिंक एन्ड ड्राइभ हैन। नो स्पिडिङ प्लिज। आई सजेस्ट यु ऑल ड्राइभर प्लिज नो ड्रिंक एन्ड ड्राइभ एन्ड डोन्ट किल द पिपल। ट्रेजेडी न्यूज हैन। नमस्ते सबैजनालाई। जो युबिन तामाङ बाबुलाई कारले हान्ने कोही नभएर भन्दा पनि एउटा चर्चित र्यापर चाहिँ युकेबाट थियो छ हैन। उनले चाहिँ अब ड्रिंक एन्ड ड्राइभ गरेको थियो कि हैन अब देखेन कि उसले चाहिँ भनेरै मैले देखेन हैन। बाबु चाहिँ अब बेलुका ड्युटीबाट आउँदै थियो अरे हैन। अब एक्सिडेन्टली बाबुलाई चाहिँ उसले हानेर चाहिँ कुद्यो है। He should take him hospital but he didn't. अब बाबुले चाहिँ त्यो क्रस गर्ने क्रममा अब मैले चाहिँ देखिन भनेर ड्राइभरले चाहिँ हैन। अब कतिले चाहिँ ओहो यस्तो कालेले मारेछ भन्नुहुन्छ होला हैन। अब यो बाबुको पनि यसको पनि दशा चलेको थियो हैन। तर सबै कालो हुँदैमा सबै नराम्रो हुँदैन हैन। उसको नि दशा चलेको थियो। तर जस्टिस फर युबिन तामाङ अनि जो पनि उलाई हानेर अब कुदेको थियो जे होस् मान्छे मारेपछि त डर लाग्छ सबैलाई कुदेको थियो। तर युके जस्तो ठाउँमा जस्टिस त सबैले पाइहाल्छ हैन। तर पनि यस्तो कसैले नहोस् त्यही भन्न चाहन्छु। राम्रो ठाउँबाट बाटो क्रस गर्नु होला। जेब्रा क्रसिङबाट बाटो क्रस गर्नु होला। ट्राफिक लाइट एकदम फलो गर्नु होला। अनि जहाँ पाए त्यही क्रस नगर्नु होला हैन। अब यो ड्राइभरको चाहिँ एकदम ओभर स्पिड लिमिट थियो रे भन्छ। अनि त्यही भएर एकदमै आफूलाई होसियार का साथ अघि बढ्नु होला। जो पनि स्टुडेन्टमा आउनु भएको छ जो पनि आमा बुवाहरू दाजुभाइ दिदी बहिनीहरूलाई भन्छु युकेमा चाहिँ अब त्यो भन्दा कसरी नि यसरी मारेछ भनेर कतिलाई त अब थाहा नहोला मेरो भ्युअर्सहरूलाई। त्यही भएर चाहिँ जो यो गीत गाउने यो गेट्स भन्ने चाहिँ ऊ गीत गाउने ऱ्याप गीत गाउने हैन। अब उसको त्यो गीत रिलिज भएको दिनमा उसलाई पनि अब होस गुमेछ हैन। अब ऊ जेल पर्यो सिधो होस्। राम्रो बाबुले स्वर्गमा बास होस्। बाबु माथि जो पनि युबिन तामाङलाई चाहिँ
कसैले केही अब हेल्पको लागि केही गर्दै हुनुहुन्छ भने मलाई पनि इन्फर्म गर्नु होला, त्यहाँ थोरै सहयोग गरौँला म पनि है। थ्याङ्क यू। युबिन तामाङको बारेमा भिडियो बनाउँदै गर्दाखेरि शर्मिला तामाङ चाहिँ युबिन तामाङको मम्मी हो कि होइन र यहाँनिर चाहिँ धेरैजनाले मेरो छिमेकी बाबु हो भन्नुभएको छ होइन। उहाँले पनि के अरे मेरो छिमेकी बाबु हो भन्नुभएको छ, साँच्चीकै हो। यो शर्मिला तामाङ चाहिँ जो युबिन बाबुको मम्मी हो कमेन्ट गर्नुभएको थियो होइन। फेक एकाउन्ट हो कि साँच्ची हो मैले जान्न खोजेको मात्रै होइन। के भइरहेको छ कस्तो भइरहेछ भन्ने कुरा, युबिन बाबुको डेथ त भयो बाबुको होइन। अब जस्टिस पाओस् भनेर सबैजना कराइरहेको छ होइन। जस्टिस पाओस् भन्दा पनि मरेको फर्केर आउँदैन होइन। मार्नेले सजाय पाउनै पर्छ। र एउटा कुरा, डेड बडीलाई के गर्दैछ कस्तो गर्दैछ भनेर मलाई चाहिँ एकदमै चासो भइरहेछ। र यहाँ युकेको जति जर्नलिस्टहरू, युकेको पत्रकारहरूले पनि राम्रोसँग नेपालीमा लेखेर नेपालीमा बोलेर राम्रोसँग चाहिँ उहाँको आमा बुवालाई चाहिँ बुझाइदिएको भए चाहिँ राम्रो हुन्थ्यो कि भन्ने मेरो चाहिँ जिज्ञासा हो होइन। र जो पनि शर्मिला तामाङ यदि युबिन बाबुकै मम्मी हुनुहुन्छ भने एकदमै स्टे स्ट्रङ होइन, बलियो भएर बस्नुहोस्। अब के गर्नु होइन, लेखेको थियो त्यही सोच्नु होइन। र यतातिर कतिले भ्रम फैलाएको छ, यही कालेले यस्तो गरेको, यसले चाहिँ यस्तो गर्यो भन्नुभएको छ होइन। कतिले चाहिँ भ्रम नफैलाउनुहोस् होइन। काले र नेपालीको बिचमा चाहिँ दुईजनाको होइन कालेर के अरे के भन्छ अब गाउँ गोरुको बिचमा झगडा गराउने काम चाहिँ नगर्नु। यसले हो यस्तो तडपाई मारेको, त्यो एक्सिडेन्ट भनेको गाजा बजाएर कहिले पनि आउँदैन होइन। र चाहिँ यस्तो बिचरा उहाँहरूले त अब बुझ्नुहुन्न नेपालमा त होइन। त्यही भएर अब हो बिचरा तडपाई मारेछ भन्ने हुन्छ होइन। अब बाबुले नै रोड क्रस गर्ने क्रममा र उसको पनि स्पिड ओभर लिमिट थियो र उसले ड्रिङ्क पनि गरेको थियो भन्ने कुरा आएको छ होइन। उसले सजाय पाउनुपर्छ भनेर हामीले आन्दोलन गर्नु पनि पर्दैन, सजाय पाइ नै हाल्छ होइन। यदि तपाईँ शर्मिला तामाङ तपाईँ युबिनको मम्मी हो भने चाहिँ मलाई इनबक्समा चाहिँ मसँग चाहिँ कन्ट्याक्ट गर्नु होला है त, म तपाईँसँग बोल्छु ल। अनि बाबुलाई चाहिँ स्वर्गमा बास होस् त्यही भन्न चाहन्छु। धन्यवाद। नमस्ते सबैजनालाई, गुड मर्निङ। एकदमै व्यस्तमा पनि मैले युबिन तामाङको बारेमा चाहिँ थोरै बोल्न मन लाग्यो होइन। सही हो बहिनी, क्षतिपूर्ति पाउँछ कि पाउँदैन होला भन्नुभएको, क्षतिपूर्ति पाउँछ है। अनि यो ध्यान चाहिँ हाम्रो नेपाल एम्बेसीलाई पनि जाओस् एकदमै होइन। अनि जहाँ चाहिँ युकेको पत्रकार जर्नलिस्टहरूको नि ध्यान जाओस् होइन। बाबुको डेड बडी कहाँ छ के छ त्यो कुरा थाहा छैन। म चाहिँ अलिक टाढा छु जहाँ चाहिँ त्यो बाबुको घटना भएको ठाउँदेखि चाहिँ होइन। अब यो के भन्छ अब क्षतिपूर्ति पाउँछ पाउँदैन भन्ने कुरामा चाहिँ मैले क्विक सर्च गरेको थिएँ अहिले होइन। म त्यति अब त्यति अब त्यस्तो कुराहरूमा उ नपरेर चाहिँ मलाई चाहिँ त्यति चाहिँ थाहा नभएको होइन। कम्पनसेसन पाउँछ होइन। कम्पनसेसन चाहिँ कति पाउँछ भने यहाँ युकेको चाहिँ होइन, युकेको कानुन अनुसार चाहिँ कति पाउँदो रहेछ भने 15,000 पाउन्डदेखि माथि, नेपाली चाहिँ 28देखि माथि पाउँछ होइन। त्यो एम्बेसीदेखि लिएर जो बाबु बसेको घर कहाँ थियो के थियो र त्यहाँको कलेजको पनि ध्यान जाओस् होइन। अनि आमा बुवाले पनि एकदमै ध्यान दिनुपर्छ यो कुरामा चाहिँ होइन। अर्को कुरामा अब कतिले अब नेपाली नै छौँ होइन। अनि त्यही भएर अब नेपालीमा नै म बोलेको र यहाँनिर चाहिँ यो गर्यो त्यो गर्यो होइन। जस्टिस फर युबिन तामाङ रे वा जस्टिन फर चाहिँ के अब बाबु मरिसके, मार्नेले मारिसके। सो अर्को कुरा चाहिँ के छ भने यहाँनिर चाहिँ जो मार्ने चाहिँ होइन, Yobin Tamang was killed by a British rapper, Justin Samuel, by dangerous driving, होइन। अब यहाँनिर चाहिँ के छ भने अर्को कुरा चाहिँ होइन, Justin Samuel must pay. He must pay. It costs probably roughly 7,000 over. He must pay. होइन। कति रे 7,000 भनेको चाहिँ कति हुन्छ नेपाली चाहिँ त्यस्तै कति हुन्छ होला हौ, त्यस्तै हुन्छ होला के अरे 9-10 लाख होइन, 10-12 लाख हुन्छ होला होइन। अब त्यो चाहिँ उसले पे गर्नुपर्छ। यो कुरामा चाहिँ जो चाहिँ नेपाल एम्बेसी र युकेका समाजहरू पनि हुनुहुन्छ होइन। एउटा थुइया बोल्दा फोन पनि झर्छ हौ। स्टुडेन्ट बाबुलाई बाट अब
उसको ज्यान गएको छ यो कुरामा सबैको ध्यान जाओस् हैन पाउँछ र अर्को भिडियो पनि म बनाउँदै जान्छु म एकदमै व्यस्त छु हैन धन्यवाद सेवा सेमुना लासो फ्याफुला सबैजनालाई गुड मर्निङ नमस्ते म फेरि पनि भिडियो बनाउन गइरहेको छु जहाँ चाहिँ हाम्रो युबिन बाबुको कार एक्सिडेन्ट भएर चाहिँ मृत्यु भएको थियो यो बारेमा चाहिँ धेरैजनाले अब पैसा उठाउने काम भनौँ न हैन सिधा कुरा गर्दाखेरि चाहिँ सहयोग गर्ने हेल्पिङ ह्यान्ड गर्ने क्रममा चाहिँ यहाँनिर स्क्याम गर्नेहरू पनि आएको छ भन्ने कुराहरू आएको छ हैन अब यो ऱ्यापर गिफ्ट्सले पनि डोनेट गरेको छ हैन जो बाबुको फ्यामिलीलाई भनेर अब लाग्छ मलाई धेरैजनाले गर्नुहुन्छ जो सिङ्गर ऱ्यापरहरूलाई पनि सहयोग गर्नुहुन्छ डोनेट गर्नुहुन्छ किन गर्नुहुन्छ भने उहाँ एउटा चर्चित ऱ्यापर थियो र सबैले गर्नुहुन्छ लाग्छ हैन तर नेपालीहरूले चाहिँ स्क्याम गर्नु र खानुभन्दा केही जानेको हुँदैन अरू कसैले नगरेर यही नेपालीले गर्छ जसलाई थाहा छ जसलाई चाहिँ उसको परिवारको बारेमा थाहा छ जसलाई चाहिँ कसरी खाँदा हुन्छ के हुन्छ भनेर एक्सपिरियन्स भएकोहरूले खान्छ एकदमै होसियार हुनु होला हैन जो शर्मिला तामाङ अघि योभन्दा अगाडि भिडियो बनाउँदा शर्मिला तामाङको प्रोफाइल राखेको छु मैले जो चाहिँ युबिन तामाङको मम्मी हुनुहुन्छ युबिन तामाङ हि वाज ओन्ली वान सन हैन एउटा मात्रै छोरा हैन अनि अब त्यसरी बाबुको ज्यान गएको छ र यही मौका पारेर कसरी पैसा खाऊ भने नगर्नु होला हैन जो उसको फ्यामिलीलाई उसको मम्मी ड्याडीलाई परेको छ हैन पीडा छ हैन अब पैसाको लागि पैसैको लागि अनेक गर्ने जातै भनेको यही नेपालीहरू रहेछ हैन स्क्याम स्टप स्क्यामिङ है पटक्कै नगर्दिनु अपराध नगर्नु के है पाप धुरीबाट कराउँछ हैन एकपटक जन्मेपछि मर्नुपर्छ ढिलो छिटो हुन्छ हैन अरूको पैसा खाएर रमाइलो गरेर हैन मौकामा चौका हुने काम चाहिँ कसैले नगर्नुहोस् खबरदार यही भन्न चाहन्छु थ्याङ्क यू